पलहरू कहिले कविता कहिले गीतमा फरक भाषा एउटै प्रीतमा विष्णु भगवान रहेको छ र यो विष्णु भगवान पनि शिवको जस्तै पनि यहाँको बनाएको मैले पाएँ। यो मलाई चाहिँ अनौठो लाग्यो। त्यो चाहिँ यस्तो चाहिँ मन्दिरहरू प्रायः चाहिँ शिवको हुन्थ्यो तर यहाँ चाहिँ विष्णुको पनि रहेछ र जुन चाहिँ मेरो सोचाइ चाहिँ गलत हो भन्ने चाहिँ आफूलाई अनुभूति भयो। मूर्ति रहेको छ जुन चाहिँ यो मन्दिर चाहिँ सायद भत्केको है जस्तो लाग्यो मलाई। भक्तपुरमा जुन 45 सालमा आएको भूकम्प त्यस्तै गरेर आएका 72 सालको भूकम्पले पनि धेरै क्षति पुर्याएको छ भन्ने लाग्छ। हामी भक्तपुरको क्वाटन्डोमा छौँ र यहाँ चाहिँ भैरवनाथको मन्दिर रहेको छ र यो चाहिँ खुल्ला रहेको चाहिँ पाएँ। मन्दिर छ तर ढोकाहरू चाहिँ कुनै पनि बारहरू चाहिँ रहेनछ। यो चाहिँ भैरवको मूर्ति हो र यस्तै यहाँ अन्त्य पनि हेर्दैछु जुन अघि भने तर यहाँ पनि प्रमाणित भएर देखाइरहेको छ। यहाँका जुन यो खम्बाहरू यो हामीले यसलाई थाम भन्छौँ थामहरूले देखाइरहेको छ कुनै बेला यहाँ चाहिँ मन्दिर रहेको र त्यो मन्दिर चाहिँ अहिले चाहिँ नभएको चाहिँ यसले देखाइरह्यो र अवश्य पनि भक्तपुर नगरपालिका जुन ऐतिहासिक सम्पदाहरू संरक्षण गर्न सधैँ तत्पर रहेको छ नै रहन्छ र यसले गर्दाखेरि यो मन्दिर पनि चाँडै नै यहाँको मन्दिर चाहिँ मन्दिरको रूपमा आकार लिन्छ होला भन्ने मैले विश्वास गरेको छु। यो ऐतिहासिक सम्पदा जुन चाहिँ अहिले चाहिँ खुला आकाशमा रहेको छ यो मन्दिर थियो भन्ने चाहिँ अवश्य पनि यसले देखायो। मैले त साँच्चै यहाँको दाइजूसँग मैले लिन खोजिहालेँ। दाइ नमस्ते, यहाँ चाहिँ मैले मन्दिर भएको जस्तो लाग्यो मलाई, ऐतिहासिकले यस्तो देखायो, यो के कस्तो हो मलाई भनिदिनुहोस् न। यो मन्दिरको नाम पनि अनि तपाईँको नाम पनि शुभ नाम पनि भनिदिनुहोस् न। खास गरी यो अन्त यो 300 वर्ष हजुर। अनि यो तपाईँको शुभ नाम नेम के छ? पूर्णभक्त मारी। पूर्णभक्त मारिखु हजुर। अनि यो मन्दिर चाहिँ यो मन्दिरको नामहरू के होला तपाईँलाई त्यो पनि? बानेश्वर महादेव हो। हजुर, के भन्नुभयो? बानेश्वर महादेव। हजुर हजुर। अनि यसको अरू तपाईँलाई के थाहा छ त्यो बारेमा मन्दिरहरूको? जग्गा छ होइन? हजुर। जग्गा पहिला चाहिँ 564 रोप्ने छ यसको आफ्नै? हजुर। त्यो अब क्लियर यताति गरेर हजुर चाहिँ हो 60-70 रोप्ने जति बाँकी अझै पनि छ यसको छन् चाहिँ। यो कहाँनिर छ यसको चाहिँ? यो जग्गा सबै गाउँमा यसको? हजुर। बागेश्वरी, छालिङ, हजुर, चाङु, हजुर, इनगरै। हजुर हजुर। तपाईँलाई अरू केही भन्न चाहनुहुन्छ? अनि यसमा चाहिँ के हुन्छ भने अब त्यो हामीले बालिसाली उठाएर ल्यायो होइन। यहाँ महन्त भन्ने हुन्छ, महन्त भने रामपुरी हो होइन। उहाँले बुझाउने अनि उहाँले भन्छ फेरि यहाँ यो चाडबाडमा पूजापाठ गर्नुपर्छ। यहाँ यो भैरवको जात्रा अहिले सुरु हुन लागिसक्यो। हजुर। यो 30 गते ड्युटा निकाल्ने, हजुर, 1 गते भोका दिनुपर्छ। हजुर। अनि 2 गते फेरि यहाँ टोलमा जात्रा गर्नुपर्छ। हजुर। अनि फेरि घरभित्र राख्ने, हजुर। अनि फेरि 3 गते निकाल्ने, 4 गते दिउँसो पूजा गर्छ, फेरि भोका दिनुपर्छ। अनि मैले तपाईँको यो भनिरहँदा कि तपाईँ 60 रोपनी जग्गा यसको आफ्नै छ र तपाईँको यो जुन भग्नावशेष इँटाहरूले देखाउँछ, यो तपाईँको जुन थामहरूले देखाइरहेको छ यहाँ कुनै बेला मन्दिर थियो। यो मन्दिर चाहिँ किन बनाउन तत्काल वास्ता गरिरहेको छैन त? कसले नगरेको यो? अब बनाउनलाई चाहिँ 50-60 हजारले पुग्दैन, लाखले पुग्दैन। हजुर। करोड रुपियाँ जाने चिज हो यो। हजुर। कमसेकम यो हजुर 1 करोड नि 8 आना जग्गा हो। हजुर। एउटा पनि छ, बारी पनि छ, यो हजुर यही मठको एरिया पर्छ। हजुर। हजुर भन्नाले यो ठुलो छ तर यहाँ चाहिँ अहिले चाहिँ यो गुमनाम छ, यो गुमनाम पनि भएको छ। यसले चाहिँ तपाईँलाई चाहिँ के भन्न चाहिँ मनपर्छ? तपाईँलाई के भन्दाखेरि चाहिँ कसले सुन्ने? छिटै बनाइदिए राम्रो। हजुर। यो कसले चाहिँ गर्नुपर्ने हो यो चाहिँ? यो गुठी संस्थान हो। हजुर। गुठी संस्थान भोलि चाहिँ छैन भन्छ। हजुर। उहाँले चाहिँ पुरा ठुलो बिहालाई
भनिरहेको छ होइन प्रटोबियामा पनि म गइरहेको छु हजुर है तपाईँ पनि त्यसमा पहल गर्दै हुनुहुन्छ तपाईँ पनि यसको त्यसमा एउटा अभियन्ता पनि हुनुहुन्छ हाम्रो के अरे हाम्रो पनि 4 पुस्ता भइसक्यो बाजे बाजे बुवा अनि म हजुर हजुर तपाईँहरू यसमै देख्नु लाग्छ हजुर गुटी नै छ ए ए हजुर जिउको त राख्नुपर्छ हजुर यही एकगटे फौज खानुपर्छ दुईगटे खुवाउनुपर्छ हजुर 4 गते खानुपर्छ भन्नाले त तपाईँको दट्रात रहेको भन्दा पनि यसको जग्गा त धेरै रहेछ भन्ने देखियो निकै छ यसको 10औं गुणा छ उता ए दट्रात रहेको पनि छ है हजुर हजुर ए उनीहरूको भन्नाले यिनीहरूको चाहिँ जुन गुठीहरूको चाहिँ माटहरूका जग्गाहरू चाहिँ कहाँ कहाँ हुन्छ त यो सबै यो अब सबै उपत्यका हो ए ए हजुर हजुर अब त्यो पुजारी मठ भन्ने दत्तात्रेयको छ नि हजुर निकै छ ए ए ए ए तपाईँलाई यो जुन जानकारी दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद म नवीन पर्जर तपाईँले युट्युबमा गएर हेर्न पनि सक्नुहुनेछ भन्न पनि चाहेँ भन्दै यो तपाईँहरूसँग बिदा भएँ है त यो आजभन्दा 300 वर्ष अगाडि चाहिँ स्थापना भएको भन्ने कुरा उहाँले गर्नुभयो र यो शिला त्यसै बसिरहेको छ यो मन्दिर त्यसै बसिरहेको छ अनि यी कलात्मक दृश्यहरू यहाँका मन्दिर जुन प्रस्तर मूर्तिहरू छन् यी प्रस्तर मूर्तिहरूले चाहिँ हामीलाई ठुल्लाका झ्यामा उन्ज्यो प्रस्तर मूर्तिहरू चाहिँ आज जुन खिने क्रममा छ घाम पानीले यो 10औं वर्षसम्म निर्माण नहुनु हामीलाई दुःख लाग्यो मैले भक्तपुरको धेरैवटा एपिसोडहरू बनाइरहेको छु र भक्तपुरको जुन एपिसोडहरू बनाइरहँदाखेरि यसले मलाई चित्त दुखायो र तपाईँहरूसँग राख्न मैले अनुमति पनि लिएँ उहाँले यो शिलालाई चाहिँ यहाँ भएका शिलाहरूको पनि देखाउनु भएको छ हेर्नुहोस् प्लास्टिकले छोपेर राख्नु परेको छ यो विडम्बना छ यी इतिहासका प्राचीनतम मैले तपाईँहरूसँग भक्तपुरको धेरैवटा एपिसोडहरू तपाईँले त्यसै राखेको छैन यसको जीवन्त जुन छ त्यो जीवन्तताको लागि नै मैले तपाईँहरूसँग राखिरहेको छु र हुनेछु र म अध्ययनले तपाईँहरूसँग कुनै पनि ऐतिहासिक इतिहासकर्ता चाहिँ होइन खोजकर्ता पनि होइन तर विडम्बना हामीले जे आउँछ जसरी जानिन्छौँ त्यो नै गर्ने हो भनेर चाहिँ मैले यहाँ गरेँ र दाजुले मलाई धेरै धेरै सहयोग गर्नुभएको छ उहाँलाई पनि मैले हृदयदेखि चाहिँ नमन गर्न चाहेँ तपाईँ देख्न सक्नुहुन्छ यी सबै भग्नावशेषहरू आज प्रस्तर यी मूर्तिहरू चाहिँ खिन सक्छ भन्ने मैले तपाईँलाई देखाउन चाहेँ र यो जुन आज यादवलाल कायस्थज्यू चाहिँ हिटी संरक्षणको लागि गर्नु भइरहेको छ उहाँको जुन योगदान छ यो पनि त अन्य जो इतिहासविदहरू हुनुहुन्छ उहाँले पनि यो अध्ययन गरेर यसलाई बचाउनको निमित्त र हाम्रो भक्तपुर नगरपालिकालाई पनि यो संरक्षण गर्नका निमित्त पनि उहाँलाई अनुरोध गर्न चाहेँ मैले उहाँसँग अझ मैले यो अनुभूति गरेँ हजुर ए यहाँ चाहिँ थुप्रै चाहिँ मन्दिरहरू रहेको र यो एक्रो पनि चान्चुन क्षेत्रफलमा चाहिँ फैलिएको रहेछ तर विडम्बना आज भग्नावशेष भएर रहेको छ यो जबै भग्नावशेष भइरहँदाखेरि यसलाई कसले चाहिँ उठाउने हो यी कुराहरू भनेर चाहिँ भन्न चाहेँ भनेदेखि उहाँले चाहिँ पुरातात्विक विभाग त्यस्तै गरेर गुठी संस्थानलाई पनि चाहिँ अनुरोध गरिरहेको चाहिँ उहाँले मलाई जानकारी दिनुभएको छ यो जति धेरै हेऱ्यो त्यति धेरै यहाँको अवस्थाहरू बुझिन्छ र पीडा हुन्छ हेर्नुहोस् त्यहाँ यो जुन यो देखिरहेको चिज चाहिँ यो ढुङ्गाको होइन थाम चाहिँ रहेछ र थामपछि माथिको चाहिँ मन्दिरहरू रहेछ र यो ठुलो मन्दिर रहेछ र यसको चाहिँ अझ मैले उहाँसँगै नै दिएँ मैले यहाँको चाहिँ मन्दिरहरू कस्तो थियो त्यसको चाहिँ जुन डिजाइन चाहिँ अलिक छ त डिजाइनहरू कहीँ हजुर हजुर जस्तै यो पुजारी मठ सुकुलका मठ हजुर यो मठ ए यो महादेवको मन्दिर भए तापनि त्यो बिचबिचमा चाहिँ यो चोक जस्तो भित्र पनि चोकहरू जस्तो भएको चाहिँ देखियो होइन त हजुर हजुर ए ए ए जस्तै हाम्रो बिहारहरू जस्तै जस्तै ए ए ए तपाईँहरूले नै बुझिहाल्नुभयो मैले पनि अब कतिसम्म बुझेँ तर यहाँको वास्तविकता त अझ अध्ययन होला खोजी होला
भन्न पनि मैले भ्याएको छु।